दोस्रो पल्ट हो यहाँ भेट्न आएको हामी चाहिँ। अघि यहाँ ढोका खुल्ला थियो, ढोका लाएर बसेछ फेरि। ल के छ भइहाल्छ। ओ बहिनी खोइ त यहाँको खोइ छैन मान्छे। ल छैन, अघि यहीँ थियो, अब बेपत्ता लापत्ता भयो। खोइ भाइ पार्किङको विषयमा तपाईँ आउनु भयो हैन? हो हो आउनु त। त्यो बहिनीहरूलाई बोलाउनु त यसरी भागेर हुँदैन। होइन होइन यो त्यस्तो भन्न पाइँदैन। अघि भर्खर हामीलाई तल कुरेर बस भनेर अनि अहिले उ गर्ने हो। हामीलाई 10 मिनट तल कुर भनेर यहाँको त्यो नानी बहिनीले भनेर अनि कहाँ भागेको यो? हुँदैन, हाम्रो काम हुँदैन। अरू तपाईँहरूको कुरा मात्रै कुरा हुन्छ। आउनु यहाँ हुँदैन, म नत्र फुटाइदिन्छु सबै। ब्रान्ड गुडुङ जान्छ यो त फेरि। भाग्न पाउँछ यसरी? अहिले भर्खर आइज भने होइन मलाई। यहाँको यहाँ बस्ने 2टा केटा थियो, यहाँ एउटा केटी, यहाँ अर्को केटी छ, 3 जना छ, 4 जना छ। यसरी लुट धन्दा हुँदैन है मान्छे। यहाँ को छ? यहाँको कोठाभित्र लुकेर त बस्या त होइन नि? के हो यो? यहाँ पनि छ यो अफिस सबै खाली गरेर भाग्न पाउँछ भने यसरी? खोइ ल हेर्नु, यी पुरै अफिस खाली छ। ल हेर्नु त, तल एकछिन बस्नु, म बोलाइदिन्छु म्याडमलाई भनेर। खोइ त मान्छे वै छैन त यहाँ। अफिस पुरै खाली छ यार। अहिले तल कुरेर बस, म म्यामलाई बोलाइदिन्छु भने मान्छे खोइ त वै। सरकारै छैन, तपाईँ खिच्दै आएको होइन अब यहाँ चाहिँ यसरी तपाईँ किन चाहिँ तपाईँ यहाँ आउनु भएको? यहाँ हामी होइन, यहाँ यो दाइ अलिकता अलिक खा पनि छ जस्तो लाग्यो मलाई। अनि अलिक खा पनि छ उहाँले, अलिक नखानुहोस्, अलिक धेरै बात छ। यहाँ पार्किङमा आएको यी देख्नुहुन्छ तपाईँले, आइएमएस भन्ने यो कम्पनीले चाहिँ पैसा उठाउँछ होइन? अनि पैसा उठाउने अथोरिटी उहाँहरूलाई छ। अनि जो बहिनी हुन्छ त्यहाँ एडमिनिस्ट्रेसनको बहिनीलाई हामीले भेट्न आएको, त्यो बहिनीले चाहिँ हामीलाई तल गएर कुर्दै गर्नुहोस्, हामी चाहिँ म्यामलाई बोलाइदिन्छौँ भने मान्छे अहिले सबै कोही स्टाफै छैन, पुरै मान्छे नै गायब अहिले। पार्किङको विषयमा चाहिँ के थियो? अब कति घन्टाको कति हुनुपर्छ? घन्टाको 80 रुपियाँ लिन्छ यिनीहरूले। अनि त्यसपछि गएर मैले चाहिँ के भने 10 रुपियाँ हुनुपर्छ भने के भाइ? 1 घन्टाको 10 रुपियाँको दरले लिनुपर्छ सबैजनालाई पुग्ने गरे।